विनोद दाजु के बोल्ने के बोल्नु के कुरा छैन बोल्नु पर्यो नि त के कुराहरू यसो दाजुभाइ होइन गफगाफ भन्नेहरू पनि हुन्छ नि हजुर झन् बोल्नुपर्छ नि तपाईँको त्यो के भन्छ अरे अलि शेरबहादुर देव जस्तो त्यो बोली अलिकति न प्याराग्राफ निस्किन्छ कि हजुर बोल्यो भने त्यो त बोलेर कहाँ हुँदैन एक्सर्साइज पो गर्नु पर्यो नि जिउ तात्नलाई देउबा अब अस्ति त के भन्छ अरे म हिन्दू हो भनेर चाहिँ अनि भाषण गरेर तपाईँले देख्नु भएन आएपछि कुन ठाउँमा गरेको भाषण भाषण कुन ठाउँमा चाहिँ गरेर चाहिँ त्यो चाहिँ थाहा भएन होइन उता देउकै निवास छेउतिरै होला नि त कहाँ हो थाहा छ तपाईँलाई निवास देवको नारायण थान त्यही साइडतिरै होला नि अन्त त फेरि त्यही त नि फेरि मुखबाट अलिकति अब त्यस्तो त डाइरेक्ट त गर्न मिल्दैन यसो त्यो त आन्दोलनमा काङ्ग्रेस एमालेकै सरकार थियो नि त त्यही भएर पनि हो अनि के भन्छ अरे कसले मलाई के हुन्छ हामी हिन्दू भनेर चाहिँ भनेको थियो नि त